पार्टीको केन्द्रीय सदस्य शोभिता गौतम। राजनीतिकै चर्चा छ जता पनि एउटा यस्तो अस्त्र जसले समाजको स्थितिलाई सुनिश्चित गर्न सक्छ, त्यो हो राजनीति। राजनीतिले योजना दिन्छ, योजनाले विकास दिन्छ, विकासले समृद्धि दिन्छ र समृद्धिले तपाईको मेरो ओठमा मुस्कान, मनमा चैन र मस्तिष्कमा सृजनशील विचार दिन्छ। एउटा सुसज्जित राजनीति भएको देश निसङ्कोच बन्छ। देश भनेको कुनै भूगोलको घेरा मात्रै होइन, देश भनेको जनभावना हो, जनताको भावना हो। 250 वर्षको लगभग इतिहास भएको अमेरिका आज कहाँ पुगिसक्यो? 60 वर्ष अगाडि मात्रै भोकमरी लागेको दक्षिण कोरिया, जसलाई नेपालले पनि चामल अनुदान दिएको थियो भनेर हामी सुन्छौँ, त्यो आज कहाँ पुगिसक्यो? र हामी 1600, 1700, 1800 वर्षको स्थापित इतिहास भएको देश नेपाल, प्रकृतिले, भूगोलले, सम्पदाले, संस्कृतिले, कला कौशल सबैले धनी भएको देश, आज हामी कहाँ छौँ? ईस्वी सम्वत 400 देखि 750 को आसपास लिच्छवीकालीन समय, त्यति बेला अमेरिका भन्ने देश पनि पत्ता लागेको थिएन, तर नेपाल स्वर्ण युगमा बाँचिरहेको थियो। उदाहरण ज्वलन्त छ, भक्तपुरमा रहेको चाङ्गु नारायणको मन्दिर लिच्छवीकालीन इतिहास हो। जति बेलामा पैसा भन्ने चिजको अवधारणा संसारमा विकास पनि भएको थिएन, त्यति बेला हामी पैसा चलाउँथ्यौँ। गुडाङ्क, मानाङ्क, यहाँ सुन्नुभएको होला, गुडाकामदेवले, मानदेवले चलाउनु भएको चाँदीका, तामाका पैसाहरू, ती हामी त्यति बेला चलाउँथ्यौँ। तर आज हेर्नुहोस् हाम्रो अवस्था के हो भन्ने कुरा, यहाँ जति नै ठुलो घर, बङ्गला, गाडी चढेर बसेको नेपाली किन नहोस्, जब त्रिभुवन विमानस्थलबाट अर्को कुनै विमानस्थलमा हरियो पासपोर्ट लिएर हामी जान्छौँ, त्यति बेलामा अर्को देशको नागरिक र हामीमा गर्ने विभेदले हाम्रो स्तर जताउँछ हामी कहाँ छौँ भनेर। त्यसैले अब बेला आइसकेको छ, अब यो देशलाई परिवर्तन गर्ने बेला आइसकेको छ। यो देशमा साना ठुला परिवर्तनहरू छोटो समयको अन्तरालमा विभिन्न आन्दोलनहरू भएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, समानताको हक जस्ता मानवाधिकारका न्यूनतम मापदण्डहरू पुरा गर्नको लागि यो देशमा समय समयमा विभिन्न आन्दोलनहरू भए र तिनै आन्दोलनहरूको गर्भबाट स्थापित राजनीतिक दलको उदय भयो र तिनै दलहरू मार्फत आजका शीर्ष दलका नेताहरू यो देशमा राज गरिरहनु भएको छ। उहाँहरूको योगदान नभएको होइन, योगदान पक्कै छ, उहाँहरूले नगरिदिएको भए आज हामी यहाँ हुँदैनथ्यौँ, उहाँहरूलाई नमन छ। तर राजनीतिमा खारिँदै घटना परिघटना अध्ययन गर्दै उहाँहरू अब जीवनको उत्तरार्धमा आइसक्नु भएको छ। अब उहाँहरूले विश्राम लिने समय भइसकेको छ। हामीले ती पुस्ताहरूलाई अब बिस्तारै गुमाउँदैछौँ। हामीले भर्खरै मात्रै नेपालका एकदम बौद्धिक चेत भएका एकदमै राम्रा नेता स्वर्गीय प्रदीप गिरी गुमाइसकेका छौँ र यो गुमाउने काम अब यहीँ रोकिँदैन, अझै पनि हामीले गुमाउनेछौँ। तर उहाँहरूले गुमाउँदै गर्दाखेरि यो देशको बिडो थाम्ने को त? युवा आउनुपर्छ। अब हामी आइसकेका छौँ। देशको घरको छाना टाल्न विदेशिएका नेपालीहरू अब देशको व्यतिथिको भ्वाङ टाल्न फर्किनुपर्छ। अक्सफोर्ड विश्वविद्यालयमा पढाउने, क्याम्ब्रिज विश्वविद्यालयमा पढाउने काँधमा नेपालको राजनीति बसिसकेको छ। समादरणीय महानुभावहरू, यहाँहरूलाई एउटा मात्र कुरा भन्छु, नेता भनेको यस्तो हुनुपर्छ जसले देशको भविष्य बोक्न सकोस्, कोर्न सकोस्। तर अहिलेका स्थापित दलका नेताहरू जसको आफ्नै भविष्य 4, 5 र 10 वर्ष होला, उहाँहरूले 80 वर्षको नेपाल कसरी कोर्न सक्नुहुन्छ? त्यसैले तपाईँलाई अनुरोध गर्न चाहन्छु, तपाईँलाई भन्न चाहन्छु, यस्तो देशको नेता रोज्नुहोस् तपाईँहरूले जसले नेपालको भविष्य अब 80 वर्ष देख्न सकोस्। त्यो 80 वर्ष देख्ने म हुँ, म शोभिता, र म शोभिता सिर्फ एउटा व्यक्ति होइन, तपाईँहरू सम्पूर्ण शोभिताहरू हुनुहुन्छ। त्यहाँ तपाईँहरूको आँखामा वेग, तीव्रता एउटा सबै देखिरहेको छु मैले। त्यसैले अब यो नेपाललाई युवाको काँधमा बोक्नको लागि, युवाले अगाडि दोहोऱ्याउनको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी आइसकेको छ। हामी सँगै हिँड्छौँ। मेरो सपना देश बनाउने, तपाईँको सपना देश बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टीको
सबैको सपना देश बनाउने, सबैको सपना देश बनाउने यदि हो भने हामी अलग पो कसरी भयौँ र? त्यसैले यहाँ सम्पूर्णलाई फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्छु। हामी सँगै हिँडौँ, सँगै बनाऊ, देश बनाऊ र नेपाललाई समृद्ध बनाऊ। हार्दिक धन्यवाद।